सुकेको माछो ठुलो हुन्छ भने जस्तै भएको छ नेपालको राजतन्त्र। राजा अब देश बचाउ भन्दै उफ्रिने कुर्लिने, कहिले आन्दोलन गर्ने, फेरि आन्दोलन स्थगित गर्ने, इतिहास अध्ययन नगर्ने, गर्न नचाहने, अनि अरूले भनेको कुरा सुनेर आफ्नो विचार राख्ने, आफ्नो कुण्ठा पोख्ने, यो परिस्थितिको अन्त्य हाम्रो जेनेरेसनबाट हुनुपर्दछ भन्न चाहन्छु। सयौं राजा पाल्नुभन्दा एउटा राजा पाल्न देश भन्ने सार्थकलाई म भन्न चाहन्छु। राजतन्त्रमा राजपरिवारको लागि वार्षिक बजेट कति छुट्याउनु पर्थ्यो अध्ययन गर्नुभएको छ, यो बुझ्नुभएको छ। त्यसो भनिरहँदाखेरि गणतन्त्रमा कमी कमजोरी छैन भन्न खोजेको होइन। गणतन्त्रमा भएका कमी कमजोरी सुधार गर्नुपर्छ। गणतन्त्रमा भएका खर्चलाई कटअप गरी देश निर्माणमा लाग्नुपर्छ। पूर्व विशिष्ट व्यक्तिहरूले पाउने सेवा सुविधालाई कटाउने, हटाउने, यी व्यवस्थाहरू ल्याउनुपर्छ। त्यस्तै व्यवस्था जस्तो सुकै भए पनि सही नेतृत्व आयो भनेदेखि देशलाई निकास दिन्छ, देशमा समृद्धि ल्याउँछ भन्ने साथीहरूलाई म भन्न चाहन्छु। व्यवस्था भनेको की पोइन्ट हो। अहिले पनि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भनेर आवाज किन उठिरहेको छ? यो व्यवस्था परिवर्तन लागि होइन। त्यसले गर्दाखेरि व्यवस्था भनेको की पोइन्ट हो। व्यवस्थाबाटै सबै कुरा सम्भव छ। व्यवस्था सही छैन भने जस्तो सुकै नेतृत्व आए पनि त्यसले निकास दिन सक्दैन। तर व्यवस्था सही छ भनेदेखि नेतृत्वले निकास दिन सक्छ। त्यसले गर्दाखेरि महत्त्वपूर्ण विषय भनेको व्यवस्था हो भन्न चाहन्छु। राजाहरूले 240 वर्ष शासन गरे। राजाहरूकै कमजोरीका कारण राणाहरूले 4 वर्ष शासन गरे। राणाहरूले त्यस्तो कुर शासन चलाउँदाखेरि त्यो शासन अन्त्य हुनको लागि 4 वर्ष लाग्यो भने अहिले गणतन्त्र भर्खर सुरु हुँदैछ। यो शिशु गणतन्त्रलाई जन्मिन हुर्किनै नपाए यो घाँटी निमड्ने काम गर्नु उचित छैन। इतिहासको कालखण्डमा गणतन्त्र नेपालमा असफल भएको परिस्थितिमा त्यो समयले नयाँ व्यवस्था सिर्जना गर्छ। तर अहिले कराउँदैमा, कुण्ठा पोख्दैमा अहिले नै गणतन्त्रको विकल्पमा अन्य तन्त्र सोच्ने समय आएको छैन। त्यसैले म सम्पूर्ण नेपाली जनताहरूलाई भन्न चाहन्छु, अहिले गणतन्त्रमा भएका कमी कमजोरीलाई हटाउने, गणतन्त्रमा भएका अनावश्यक खर्चलाई घटाउने, पूर्व विशिष्ट व्यक्तिले पाउने सेवा सुविधालाई हटाउने, कटाउने र देशलाई समृद्ध बन्नको निमित्त सबैजना एक हुने, नेतृत्वले गलत गरेको खण्डमा खबरदारी गर्ने, यतातिर हामी सबैको ध्यान केन्द्रित रहनु पर्दछ भन्न चाहन्छु। धन्यवाद। नमस्ते।